गाइस अघि चाहिँ हामी के भन्छ किड्स प्ले जोनमा जान लाग्थ्यो है। त्यही भएर अनि घरकोमा आएको थियो अघि आन्टीहरूले युट्युबमा भिडियोहरू बनाइरहनु भएको थियो। अनि त्यसै गरी मलाई याद आयो हजुरहरू कतिजना हामीलाई सरी मलाई होइन मेरो मम्मीलाई यो म मेरो मम्मीको आइडीबाट बोल्दैछु। मम्मीलाई लाइक सब्सक्राइबै नगरिकन जानु छ, त्यही भएर प्लिज लाइक र सब्सक्राइब गरिदिनु होला, लाइक र सब्सक्राइब गरिदिनु होला भन्दै म गएँ किड्स प्ले जोन चाहिँ र हजुरलाई पनि देखाउँछु। मान्छे छ म बोल्दिनँ। यहाँनिर चाहिँ दुईवटा पिङ छ है, दुईवटा पिङ एउटा यसो मैले यहाँ एउटा ठाउँ देखेँ गाइस, म यसो यहाँ गएर आउँछु है। अब हेर्नुहोस् साथी उता हुनुहुन्छ ल गाइस, यो त टोइलेट हो कि के पो त हो हेर्नुहोस् त, सरी मलाई थाहा थिएन जानै छ। अनि गाइस यहाँ चाहिँ होइन चाइनिज स्टाइलमा के पो त हो यो छाता जस्तो छ। हजुरलाई म बाहिरबाट देखाउँछु तर भित्रबाट चाहिँ माथि यस्तो देखिन्छ नभुल्नु है, लेखेको छ है। यस्तैहरू अझ दुईवटा रहेको छ। अब हेरौँ बाहिरबाट कस्तो देखिन्छ है त। गाइस बाहिरबाट चाहिँ यस्तो देखिन्छ। अब म आफ्नो साथीलाई लिएर यसो जानेवाला छु अन्तै लोकेसनमा। भाइ गाइस अब चाहिँ म मोमबाट गएर के भन्छ यो ब्लग सिकाउनु सिध्याउँछु है। सिध्याउँछु त्यसै गरी। अनि हजुरले मेरो मम्मीको नाम सुन्नुहुनेछ है। म जाँदैछु मम्मीलाई मोमबाट है। अहिलेको काट्यो, अब अहिलेको र यो हामी जोड्नेवाला छौँ है। अनि मान्छे आउँदैछन्, अब एकछिन भेटौँला है गाइस। अब म बाटोमा भ्लग बनाइरहेको छु। अहिले त्यहाँ मान्छे थियो त्यही भएर मैले यसो रोकेँ है। अब त्यसै गरी मम्मी माथि कता हुनुहुन्छ, यहाँ बाटो बुढाहरू आइरहेछन् गाइस। मम्मीबाट मम्मी त्यहाँ हुनु पुरै खोज्नुपर्ने हुन्छ। त्यसै गरी म खोज्छु, त्यो भएर मैले 1000 रोटी चर्साएको हो, सबै सक्यो होला है। त्यसै गरी लाइक र सब्सक्राइब चाहिँ गरेरै जानुपर्छ मैले भनिदिएको छु। ममबाट आइपुग्यो लाएँ है। म एकैछिन बोल्दिनँ, हजुरहरू हेर्दै जानुहोस्। म मम्मीलाई हल्का साइडबाट बोल्छु है। अनि आउनु है गाइस, यो मेरो मम्मी हुनुहुन्छ। मम्मी यसो परिचय दिउँ। तुलसी अधिकारी सबैले फलो सब्सक्राइब गरिदिनु होला, धन्यवाद।